ल हामी चाहिँ यो राउन्ड हिलको स्की खेल्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। अब म चाहिँ स्की खेल्दिनँ, मेरो चाहिँ अलिकति ब्याक पेनको कारणले गर्दाखेरि यहाँ खेल्ने साथीहरू छन् र यहाँको स्की चाहिँ कस्तो हुँदो रहेछ टक्क भिडियो बनाउने इन्ट्रेस्ट छ, हेरौँ अब कस्तो हुन्छ। अनि के छ त, आज स्की खेलिन्छ कि खेलिँदैन स्की? आज स्की खेलिन्छ? म चाहिँ ब्याक पेनको कारणले खेलिँदैन, त्यस्तै भयो भने नेक्स्ट टाइमतिर चाहिँ ट्राई गर्छु। आज चाहिँ मेरो स्की खेल्ने इक्विपमेन्टहरू पनि त्यति राम्रो छैन, टोइजल घुम्नु आएको कहाँबाट झुकेर यता स्की खेल्न आइपुग्यो राउन्ड हिलतिर। ठिक छ ल, मासतिर मान्छेहरू चाहिँ धमाधम स्की खेलिरहेको छ, अब हेर्नु कस्तो हुन्छ। ल यस्तो रहेछ स्की खेल्नु। ल यो एरिया चाहिँ यो बिगिनरहरूको लागि चाहिँ स्की खेल्ने ठाउँ रहेछ। यस्तो छ ल, अब हामी चाहिँ कफी खाँदै हेर्नेमा छ, खेल्नेहरू चाहिँ खेल्न गइसक्यो। अब हामी चाहिँ कफी खाँदै टक्कसँगले एकछिन नै हेरेर बस्नेछौँ। भेटको स्की चाहिँ यस्तो छ ल, स्की स्की कस्तो राम्रो देखिरहेको छ बेलुकाको यो सिन। वा यस्तो दामी सिन देखियो कि वाउ। शब्दको आज यो नि त ब्युटी भनेको चाहिँ यार, ब्युटी भनेको चाहिँ यो है साथीहरू। टिकटकमा एक दुईवटा हानेको सबै यता के भयो के युट्युबमै भन्नु लाग्यो यार के हो यो, सिनै हो कि वालपेपर जस्तो देख्छ। यार कम्प्युटरमा राखेको वालपेपर हुन्छ नि, डेस्कटप पहिला त्यो आमा डब्लु कुन चाहिँ त्यो एउटा पहिला थियो है, ए हो आमा डब्लु। त्यो आइफोन थियो नि पहिलाको पुरानो आइफोनमा वालपेपरमा आउँछ। यो बाटो चाहिँ अलिकति अफरोड टाइपको छ होइन, तर अगाडिको फेरि सिन चाहिँ घुर्मी कटहरी जस्तो छ यस्तो नहल्लिने चाहिँ होला नि, दामी छ। वाउ भन खै यो कुन लेक अरे? लेकको काकी नै हो चाहिँ यस्तो हुनु पऱ्यो नि त।